यो सडकमा मैले कैयौँपल्ट यात्राहरू गरेको छु। विभिन्न थरीका यादहरू अनि सम्झनाहरू लिएर आफ्नो गन्तव्यतर्फ फर्केको छु। तर आज भने एउटा छुट्टै प्रकारको यादलाई जीवनभरको निम्ति कैद गरिराख्न पनि हामी यस यात्रामा छौँ। भनिन्छ जीवन भनेको जन्म अनि मृत्यु बीचको एउटा यस्तो समय हो जुन समय व्यतीत गरेर हामी सबैको निम्ति याद छोडिराख्दछौँ, सम्झनाहरू छोडिराख्दछौँ। अनि कसैको निम्ति त्यही सम्झना अनि यादहरू छोड्ने क्रम एकदमै छोटो बनिदिँदो रहेछ। उनको त्यो छोटो भोगाइले कसैलाई धेरै व्यथा अनि पीडाहरू दिँदो रहेछ। आज त्यही पीडाहरूलाई, त्यही व्यथाहरूलाई सान्त्वना दिन पनि हामी यस यात्रामा छौँ। बालसन नदीको यो तरुवा भन्ने स्थान जहाँबाट तरेर यहाँका मानिसहरू पहाडीपट्टि गाउँहरू जाने गर्दछन्। हो, यहीँनिर अवस्थित छ एउटा सानो पोखरी जहाँ मनोरञ्जन गर्ने क्रममा हाम्रो सानो नानी, सानो बालक रेहानले आफ्नो ज्यान गुमाई पठाएका थिए। आज हामी उनकै आत्मा शान्तिको निम्ति, उनकै आत्माले मोक्ष लाभ गरोस् भनी यहाँनिर पूजापाठ गर्न, यहाँनिर उनको मुक्ति लाभको निम्ति प्रार्थना गर्न आएका छौँ। उहाँ हुनुहुन्छ हाम्रो छाबो, भुजेल भाषामा छाबो भनिन्छ, अन्य भाषामा चाहिँ झाँक्रे, आदरणीय कुमार भुजेलज्यू। आज उहाँले नै नानीको आत्माले मोक्ष लाभ गरून् भनी, नानीको आत्माको मुक्तिको निम्ति उहाँले नै सम्पूर्ण पूजा अर्चनाहरू गर्नुहुनेछ। जहाँनिर नानीले प्राण गुमाएका थिए त्यसकै ठिक अघिपट्टि हामीले यहाँनिर पूजाको वेदी, पूजा गर्ने स्थान तयारी गरेका छौँ। अब उहाँले यहीँबाट पूजा सुरु गर्नुहुनेछ। अब उहाँले पूजा सुरु गरिसक्नु भएको छ। मैले अघि सोधेको थिएँ सर्वप्रथम चाहिँ के को पूजा गरिन्छ भन्दाखेरि सर्वप्रथम पञ्चतत्त्वको पूजा गरिनेछ भनेर चाहिँ उहाँले भन्नुभएको थियो। अनि हामी सम्पूर्ण मानव नै है पञ्चतत्त्वसँग डाइरेक्टली कनेक्टेड छौँ, है इन्टरकनेक्टेड छौँ भन्दा अत्युक्ति नहोला। अग्नि, जल, वायु, पृथ्वी, आकाश, है यी पाँचवटा तत्त्वहरू जुन चाहिँ छ, यो पाँचवटा तत्त्वहरूलाई दैनिक रूपमा दिनहुँ हामीले पूजा अर्चना गरिनुपर्छ, है जल अर्पण गर्नुपर्छ भनेर चाहिँ उहाँले भन्नुहुँदै थियो। त्यो एकदम सही कुरा पनि हो। वेद शास्त्रहरूले पनि त्यो कुरालाई पुष्टि गर्दछ र हाम्रो वरिपरि भएका प्रकृति नै वास्तवमा हाम्रो निम्ति ईश्वर हुन्। यो पोखरी हेर्दाखेरि त्यस्तो गहिरो चाहिँ देखिँदैन। यहाँको बासिन्दाहरूले भन्दाखेरि चाहिँ ऊ पर चाहिँ अलिकति गहिरो छ, 15-16 फिट। छेउछेउमा त त्यति पनि छैन, 3 फिट 4 फिट 6 फिट त्यसरी बढ्दै गएको छ। र यसो झट्टै हेर्दाखेरि चाहिँ यो पोखरीले ज्यान लिनु सक्छ भनेर चाहिँ कसैले पनि त्यो आशंका पनि गर्नु सक्दैन। आरामले तैरिन सक्ने, पौडिन सक्ने किसिमको पोखरी छ। तर यो पोखरीले आजसम्म 6देखि 7 भन्नुभयो उहाँहरूले, यहाँको गाउँलेहरूले 6-7 जना चाहिँ यो पोखरीले 6-7 जनाको चाहिँ ज्यान लिइसकेको छ भन्नुहुँदै थिए। र हाम्रो छाबोको भनाइअनुसार उहाँको है दिव्य दृष्टि भनौँ, उहाँको शक्तिले चाहिँ देख्नुभयो
या 7जनाको आत्माले आजसम्म मुक्ति पाएको छैन रहेछ भनेर उहाँ आँसुसरी हुनुहुँदै थियो। र आज रेहानको मात्रै होइन, यहाँनिर अन्य अरू 6जना पनि जसको आत्मा यहीँ भट्किरहेको छ, यहीँ घुमिरहेको छ, तिनीहरूको निम्ति पनि आज पूजा गर्नुपर्छ। त्यो पनि हाम्रो निम्ति ठुलो पुण्यको काम हुनेछ भनेर चाहिँ यहाँ भन्नुहुँदै थियो। र प्रथमत पर मूल स्थानमा पूजा गरिसकेर त्यहाँको दीप धूप दीपहरू बालेर है प्रसादहरू बनाएर यहाँनिर बालासन माईलाई, बालासन मातालाई रेहानको पिता हाम्रो आदरणीय सुल्ती धीरज सुल्तीले यहाँनिर जलमा अर्पण गरिसक्नु भएको छ र अरू पूजा अझै बाँकी नै छ। नानीले मन पराउने, नानीले खान रुचाउने भोजन र पकवानहरूलाई यहाँनिर पूजा गरिँदै र नानीलाई अर्पण गर्नको निम्ति, नानीको आत्माको निम्ति भने यहाँनिर सबै परिवार मिलेर हाम्रो फोहोरोज्यू पनि हुनुहुन्छ यहाँनिर, महेन्द्र फोहोरोज्यू र हाम्रो छाबोद्वारा सम्पूर्ण वास्तवमा अस्ति उहाँले चाहिँ 84 व्यञ्जन भन्नुभएको थियो। तर सोल्टी आफै पनि पकवानमा अति नै चासो राख्ने व्यक्ति हुनुहुन्छ र उहाँले 84 भन्दा निकै नै धेरै 150 व्यञ्जन यहाँनिर तयारी पार्नुभएको छ। सबै व्यञ्जनलाई नानीप्रति समर्पित गरिनेछ, नानीलाई अर्पण गरिनेछ। यहाँनिर परिवारका सबै हाम्रो ठुलो सोल्टी आदरणीय सन्तोष सोल्टीज्यू, हाम्रो काका ससुरा है, काकाज्यू फुपाहरू हुनुहुन्छ, परिवारका सबै सदस्य, हाम्रो सोल्टिनी दिदी पनि हुनुहुन्छ यहाँ फ्रेममा आउनुभएको छैन, यहाँ यतापट्टि हुनुहुन्छ र उहाँहरू सबै बसेर प्रार्थना गर्दै एक एकवटा यहाँनिर भेला गर्नुहुँदैछ पूजा गर्दै। र अब त्यसलाई यहाँ नदीमा सायद विसर्जन गरिनेछ। पूजाको अन्ततिर आइसकेका छौँ। आज हामी जुन कार्यको निम्ति यहाँ भेला भएका थियौँ, प्रार्थना गर्न, पूजा अर्चना गर्न, यस कार्यलाई समापन गर्नको निम्ति परिवारका सबै सदस्यहरू मिलेर यहाँनिर हवन हाल्ने कार्य सुसम्पन्न भइरहेको छ। सायद यो हवन पछि आजको प्रार्थना, आजको पूजा अर्चना पनि समापन हुनेछ। भर्खरै हाम्रो छाबोज्यूले यहाँनिर पानी मुखबाट भमिट गर्नुभयो, उकेल्नुभयो। अन्त हामीले सोद्धाखेरि यो के भएको भन्दाखेरि चाहिँ उहाँले नानी डुब्दै गर्दाखेरि, नानी त्यहाँनिर बालासन नदीमा डुब्दै गर्दाखेरि निस्सासिँदाखेरि एकदमै बेसी मात्रामा पानी पेटमा गएछ। अनि आज अब नानीको आत्मा चाहिँ उहाँको शरीरमा चढेपछि ती सबै पानीहरू पनि उहाँले भमिट गर्नुभयो। यो एउटा अद्भुत शक्ति भनौँ कि अब यो के भन्नु है, अदृश्य शक्ति भन्नु कि यस्तै छ हाम्रो परम्परा, शक्ति भन्नु कि है, हाम्रो धरोहर संस्कार, जुन कुरालाई विश्वास नगरिकन हामी जति नै आधुनिक भए पनि है, जति नै विज्ञानलाई पछ्याए पनि
यी कुराहरूले हामीलाई कहीँ न कहीँ दैवत्वतर्फ है ईश्वरतर्फ हामीलाई आकर्षित गरिरहेको हुन्छ, हामीलाई खिचिरहेको हुन्छ, तानिरहेको हुन्छ भनौँ है। यस्ता कुराहरू छ। यहाँनिर उहाँले अब नानीको आत्मा उहाँको शरीरमा चढेपछि धेरै कुराहरू भन्नुभएको छ, भन्नुभयो त्यो दिन है। धेरै कुरा त नभनौँ, अब त्यो जोखाना भनिन्छ हाम्रो भाषामा होइन, त्यहाँ भन्नुभएको थियो। त्यो सबै कुरालाई चाहिँ वृत्तान्त यहाँनिर प्रस्तुत गर्न साह्रै उचित नहोला, तसर्थ म यो क्लिपलाई चाहिँ यहीँ काटेर आजको भिडियोलाई यही अन्त गर्दछु।